Hello guys, welcome to my first new vlog. आयो पदहरु सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ हामी हाम्रो भिलेजको टुर गराउने छौं र सँगसँगै म पनि आफ्नो भिलेजको टुर गर्नेछु। लेट्स सी हेरौं। यता चाहिँ अहिलेको सिजन रहेको छ मकैहरु चाहिँ धेरैहरुको बारीमा रहेको छ, धेरै हरियो रहेको छ। अब चाहिँ म घरबाट टोटल कति टाइममा हिँडिरहेको छु हेरौँ है त। यसमा ब्राइटनेस कम देखिन्छ, त्यही भएर म यहाँ अलि जुम गरेर हेर्छु ल। 12:02 मा हिँडेको रहेछु घरबाट। सो अब त्यो माथिको झन्डा छ नि, त्यो भ्यू पोइन्टमा म कति मिनेटमा पुग्छु। सो लेट्स सी हेरौँ है त। त्यहाँ चाहिँ पिङ्क कलर र गुलाब कलरको फुल फुलिरहेको छ कभरहरु। मकैहरु चाहिँ अहिलेको सिजन भएर धेरै मकैहरु चाहिँ फलिरहेको छ। कसैमा फलेको कुनैको बारीमा फलेको छ धेरै राम्रोसँग, कसैकोमा अलिअलि पाक्न लागेको छ। सो यताबाट चाहिँ म अब हाम्रो घरदेखि थोरै बाटोमा आइपुगेको छु। अब भ्यू पोइन्टमा पुग्न चाहिँ कति टाइम लाग्छ थाहा छैन। सो लेट्स सी। अब हामी दुईजना चाहिँ हेर्नुहोस् त कति अग्लो मकैको रुख जस्तो छ। त्यहाँ चाहिँ निङ्लाहरू फलेको छ, हरियो कलर ग्रिनरी कस्तो राम्रो देखिएको छ। यहाँ चाहिँ आजकल डुबोहरू पलाउन थालेको छ। मकैको खेतीहरू तलतिर दामी खालको छ। यो भोलितिर म टुर गर्नेछु। आजको चाहिँ भ्यू पोइन्टको टुर हुनेछ। भनेको त थिएँ नि मैले, कसैको बारीमा त्यत्रो रुख जत्रो फलेको छ भने कसैको बारीमा एउटा दाउरा जत्रो पनि फलेको छैन। सो त्यो त किन हो थाहा भएन। यता चाहिँ डुबोहरू धेरै छ। आजकल सर्प भेटिन सक्छ, त्यही भएर हामीलाई अलि घाममा हिँड्न डर लाग्छ। अलिअलि घाम लागिरहेछ, त्यही पनि हामी हिँडिरहेछौँ। यहाँ चाहिँ सबैभन्दा मलाई मनपर्ने, यो भिलेजको सबैभन्दा मनपर्ने भनेको उयो ग्रिन कलरको छ नि, यसको ग्रिनरीहरू धेरै हरियो देखिन्छ नि त, त्यही भएर मलाई धेरै मनपर्छ। ऐसेरीको बुझा त अहिलेसम्म पनि फलेको छ। त्यसको त सिजन गइसक्यो। अब मकैको सिजन छ। मकैको सिजन पछि चाहिँ त्यसको सिजन हुन्छ, हेरौँ। त्यो मलाई थाहा छैन। त्यस्तो कस्तो ग्रिनरी राम्रो हरियो देखिरहेको छ होइन। ए डगी करायो भाइ, फेरि कुकुरले टोक्यो। अब चाहिँ हामी भ्यू पोइन्टमा आउन आँटेको आधी बाटोमा आइपुगेछौँ। यहाँ चाहिँ पहिला यस्तो ठुलो खोला जस्तो पानी आउँथ्यो, अलिअलि आउँदो रहेछ। जताततै हरियो छ, बर्खा लागेको जस्तो छ हाम्रो गाउँतिर। खुर्पानी पहिला फल्थ्यो, खुर्पानीको सिजन पनि गइसक्यो। त्यसपछि मकैको आयो, मकैको पछि त्यसको आउँछ सिमीको खोला। यहाँ चाहिँ ताराहरू सबैहरू उता ठुलो बस बसिरहेको छ। यहीँबाट नै अलिअलि गाउँको टुर देखिरहेको छ। देख्नुभयो त हाम्रो गाउँ यस्तो हरियो छ। अझ भ्यू पोइन्टबाट त यस्तो दामी देखिन्छ नि हाम्रो गाउँ, हजुरहरूले त्यसको बयान गर्न सक्नुहुन्न। सो हजुरहरूलाई भन्दै रमाइलो लाग्ने गरेर भन्छु र अब माथि गएर पनि देखाउँछु ल। छिटो हिँडौँ है त ल। गाइजहरू, हजुरहरूलाई यो केसको रुख हो थाहा छ भने कमेन्ट गर्नु है त। मलाई त थाहा छैन। अहिले चाहिँ बल्ल अलिअलि हावा लागेको छ, त्यही भएर हिँड्न पनि मजा आइरहेको छ। यहाँ तल पनि हरियो छ बाटोहरू। यताबाट चाहिँ तारा हान्ने ठाउँ हो। यताबाट तारा हान्ने बाटो जान्छौँ हामी चाहिँ। अब यताबाट जान्छौँ है त। अब केही पनि हुन्न। सो यहाँको हरियाली यहीँबाट देखिरहेछ, दामी देखिरहेछ। त्यहाँ माथिको चाहिँ यहाँनिरको हाम्रो स्कुल, पुरानो स्कुल। सो हाम्रो यो रेड कलरको घर हो नि, उयो माथिपट्टिको
त्यसको घरको अलि तलको रेड कलरको घर छ नि त्यो हाम्रो घर हो। अब म आफ्नो घरदेखि भ्यू पोइन्टमा पुग्नै लागिसकेको छु। सो अब हेरौँ है त, एकदम हरियाली हावा छ भ्यू पोइन्टमा। भ्यू पोइन्टबाट चाहिँ कस्तो रमाइलो लाग्छ मलाई। म आजसम्म भ्यू पोइन्टमा गाउँ आएदेखि भ्यू पोइन्टमा गएकै थिएन। सो आज भ्लग पनि गरौँ, हजुरलाई टुर पनि गरौँ र म पनि भिलेजको टुर गरौँ भनेर मैले छिटो छिटो हिँड्न लागेको छु। गर्मीले सासबाट हिँड्नै गाह्रो हुँदैछ, तैपनि म हिँडिरहेको छु। हेलो गाइस, अब चाहिँ हामी हाम्रो भ्यू पोइन्टमा आइसकेको छौँ। सो लेट्स सी, हेरौँ है त हाम्रो भ्यू पोइन्ट। उहाँ एउटा बाजे ढोका बोकेर आउँदैछ। सो यहाँ चाहिँ एउटा स्वर्गीय पृथ्वीनारायण गौतमको धर्मपत्नी उहाँले के गरेको छ, मकैहरू चढाएको छ, हामीलाई थाहा भएन उहाँको हो। सो अब हेरौँ है त भ्यू पोइन्टको टुर। हामी भ्यू पोइन्टमा आइरहेको छौँ, आइसकेको छौँ गाइस। हामी चाहिँ भ्यू पोइन्टमा आइसकेको छौँ। यो झन्डा नेपालको झन्डा हाम्रो भ्यू पोइन्टमा राखेको छ। यहाँ चाहिँ बस्नको लागि टुल्स जस्तै एउटा बस्ने ठाउँ राखेको छ। त्यहाँदेखि त्यहाँसम्म लामै छ बस्नलाई। त्यहाँ चाहिँ पानीको धारो रहेछ। सो गाइस, पानीको धारोमा जाम्न पहिला पानीको धारोमा गएर पानी पिउनै आउँछ क्या हुनु। सो गाइस, अनलक्की, आइएम अनलक्की, पानी नै आउँदैन हुन्छ। सो यहाँदेखि चाहिँ हाम्रो त्यहाँबाट चाहिँ मेरो मम्मीको माइत हो। यहाँ सलिलो देखिन्छ, त्यतातिर नि हरियो हरियो हुन लाग्यो। हाम्रो गाउँ चाहिँ यस्तो दामी छ नि। फेरि नै त म एकछिनमा खोल्छु भिडियो। सो हामीले चाहिँ उहाँ अङ्कललाई भेट्यौँ, एकछिन कुरा गऱ्यौँ अङ्कलसँग। सो अब म एकपल्ट हाम्रो गाउँको टुर गराउँछु है त। ल 3, 2, 1 गो स्टार्ट। त्यहाँ तल चाहिँ यस्तो ग्रिनरी भएको छ, यस्तो ग्रिनरी भएको छ, कस्तो देख्दै रमाइलो लाग्ने। यहाँबाट ड्रोनबाट खिच्यो भने चाहिँ यस्तो दामी देखिन्छ। त्यहाँ तल धान खेत भन्छ, यहाँ चाहिँ के भन्छ, मबिर भन्छ यसलाई। अनि यतातिर चाहिँ धेरै बाली रहेको भनेको मकैको छ। अनि यहाँबाट चाहिँ मिठो हावा आइरह। त्यो एउटा झन्डा फरफराएछ सानो, त्यो चाहिँ हाम्रो घर। सो यताबाट हेर्दा चाहिँ त्यो चाहिँ हाम्रो आमाको घर। त्यहाँ माथि एउटा मात्र घर छ, त्यसको यतापट्टि एउटा गोठ रहेछ। माथि जङ्गलमा गयो भने त यस्तो मजा आउँछ होला। एक दिन जङ्गलको पनि टुर गराउँछु ल। यतामा चाहिँ अलिक सुनसान देखिएको छ। खासै मान्छेहरू आफ्नो कामतिर हुन्छ नि त, त्यही भएर धेरै त्यस्तो खुल्ला टाइपको छैन कि, अलिक सुनसान छ। त्यहाँ तल पनि एउटा घर छ, मिठो हावा आयो। वाउ, यहाँदेखि तल जान हुन्थ्यो तर मरिँदैछ त्यही तल। नो टेन्सन गाइस, हेर्नुहोस् त यस्तो दामी भिलेज हजुरहरूको गाउँमा छ त। हजुरहरूको गाउँमा पनि यस्तो दामी भिलेज टुर गराउन सक्नुहुन्छ है मलाई। यहाँ चाहिँ एउटा होटेल थियो, पहिला हाम्रै घरको छिमेकीहरूले गर्नुहुन्थ्यो। अनि अहिले त छोडिदिनु भयो, उहाँहरू स्कुलमा पढाउनुहुन्छ। यहाँ के लेखेको छ हेर्नुहोस् त, सिएच 1+9 950 भूमे युथ क्लब महावीरपुर। पब्लिक टोइलेट अरे, सार्वजनिक टोइलेट। यो टोइलेट चाहिँ सार्वजनिक हो त गाइस। यसमा न चाबी छ न केही लगाएको छ। अब हामी यता साइडतिरको टुर गराउँछौँ। यहाँ चाहिँ एउटा बस्ने ठाउँ छ, यहाँ पनि बस्ने ठाउँ छ। अब उतादेखि त्यो ठाउँलाई चाहिँ घरपसी भन्छ। यहाँ हाम्रो
आमाको र हाम्रै हो। मेरो खेत छ त्यो पनि देखाउँछु। हेर्नुहोस् त हरियो, यतातिर चाहिँ हरियो छ अनि यतातिर पनि एकदमै हरियो छ। अहिले भिलेज भएर होला सायद सबैतिर बर्खा लागेको जस्तो हरियो छ। सो यो के हो भन्नुहोस् त, यो के हो? मलाई त थाहा भएन नाम। हजुरलाई थाहा छ भने चाहिँ कमेन्टमा भन्नु होला। सो त्यहाँ तलदेखि यहाँ पनि एकदम हरियो छ। यहाँ पहिलातिर काफल फल्थ्यो, रातो रातो राम्रो कस्तो मिठो गुलियो खालको फल्थ्यो। अहिले फल्छ कि थाहा भएन। यताबाट घुमेर माइत जानुपर्छ। त्यहाँ पर हामी दसैँमा त्यहाँ पर जानुपर्छ। सो अब चाहिँ हामी हाम्रो बारीको टुर गरौँ कि जस्तो लागिरहेछ। रोक्नुहोस् एकछिन, यहीँको टुर गरेर मिठो हावा खाऊँ। अनि त्यसपछि यहाँ एकदमै हरियो छ। उता पर यो हुन्छ के अरे घरपछि भन्छ, घरपछिदेखि के भन्छ त्यो थाहा भएन। त्यसपछि फलिया गाउँ भन्छ, फलिया गाउँपछि मुना हुन्छ, त्यसपछि थाहा भएन मलाई। अनि यता चाहिँ यहाँ माथि एउटा मन्दिर हो व्हाइट कलरको, त्यहाँ पूजा गर्छन् मान्छेहरूले। सो यहाँदेखि चाहिँ अब हरियो टुर गराइसकेपछि त्यहाँको टुर गराइसकेपछि चाहिँ अब म गर्छु खेततिरको टुर। खेततिरको टुर किन गरौँ जस्तो लागिरहेको, बट रोक्नु है त एक मिनट। त्यहाँ जस्तो यस्तो दामी ठाउँ हजुरहरूले कहिले देख्नु भएको छ त? नो देख्नु भएको छैन नि। यस्तै भ्लगहरू हेर्न चाहिँ रिया र साइली भ्लग्स युट्युब च्यानलको नाम, हजुरहरूले हेर्न पनि सक्नुहुन्छ। र त्यहाँ गएर चाहिँ हजुरलाई मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। अब यहाँदेखि टुर गराइसकेपछि अब म लास्ट टाइम सबै ठाउँको टुर गराउँछु। अब हेर मैले 3, 2, 1 गो। यहाँको टुर गराइसकेपछि चाहिँ सो गाइज हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो? मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। र साथै हजुरहरूले मलाई कमेन्ट लाइक सब्सक्राइब गर्नुहुनेछ। हजुरले जे भन्न चाहनुहुन्छ त्यसको म लाइक सब्सक्राइब गर्नुहुन्छ नि त। हजुरहरूले लाइक सब्सक्राइब गर्दाखेरि चाहिँ हजुरहरूले मात्र नभइकन हजुरहरूको साथीहरूलाई पनि सेयर गरेर सक्दो मेरो च्यानललाई सपोर्ट गर्नु होला। र मेरो भिडियो मन परेमा चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। सो आजको लागि यति नै, फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ। थ्याङ्क्स फर वाचिङ।